अब रिभर्स अक्सनलाई बुझौं। यसमा सामान वा सेवा बेच्न चाहनेहरू विक्रेता वा ठेकदारहरू बीच प्रतिस्पर्धा हुनेछ र उनीहरूले कम भन्दा कम मूल्य प्रस्ताव गर्नेछन्। सरकारी निकायले आफूलाई चाहिएको सामानको अधिकतम मूल्य कस्ट एस्टिमेट तोक्नेछ। विभिन्न कम्पनीहरूले उक्त सामान उपलब्ध गराउनका लागि एक अर्कासँग प्रतिस्पर्धा गर्दै आफ्नो दर घटाउँदै जानेछन्। यो प्रक्रिया एउटा निश्चित समय रियल टाइमसम्म चल्नेछ। समय सकिँदा जसले सबैभन्दा कम मूल्य कबुल गरेको हुन्छ उसैलाई खरिदका लागि छनौट गरिनेछ। उदाहरणको लागि एउटा सरकारी कार्यालयलाई 100 थान ल्यापटप चाहिएको छ र त्यसको अनुमानित बजेट 1 करोड रुपैयाँ छ। कम्पनी ए ले 95 लाख भन्छ। कम्पनी बी ले ए को दर देखेपछि 92 लाख भन्छ। कम्पनी सी ले बी को दर देखेपछि 90 लाख भन्छ। यसरी प्रतिस्पर्धा हुँदै जाँदा अन्त्यमा जसले सबैभन्दा कम मूल्य प्रस्ताव गर्छ उसैले ठेक्का पाउँछ। यो डिजिटल प्लेटफर्ममा हुने भएकोले कुन कम्पनीले कति मूल्य हाल्दैछ भन्ने कुरा वास्तविक समयमै देख्न सकिन्छ। परम्परागत सिलबन्दी बोलपत्र टेन्डर भन्दा यो प्रक्रिया छिटो हुनेछ। अहिलेको अध्यादेशले यसलाई कानुनी मान्यता दिएपछि अब नेपालमा पनि अनलाइन मार्फत यसरी दर घटाघट गराएर सार्वजनिक खरिद गर्न बाटो खुल्नेछ। यसले गर्दा ठेक्का प्रक्रियामा हुने मिलेमतो कार्टेलिङ कम हुने र राज्यको खर्च जोगिनेछ।